पक्ष सरकार पक्ष दलहरूको पक्ष के भयो हजुरहरू सबैलाई थाहा नै छ हैन हजुर ठिक छ हजुरहरू सबैलाई थाहा नै छ अब हामी कसरी चाहिँ अगाडि बढ्ने भन्ने हो त्यसमा हामीले दललाई बाइपास गरेर जान सकिदैन त्यही भएर आज पहिलो पटक प्रधानमन्त्री ज्यूले आह्वान गरेर जेनजी स्वतन्त्र अभियन्ताहरू अनि त्यसपछि सरकार अनि दलहरू प्रतिनिधिमा एउटा पहिलो चरणको बल्ल पहिलो पटक सरकारले एउटा वार्ता बनाएको छ एउटा वार्ता को रूपमा चाहिँ छलफल पनि धेरै नै भयो हैन 2-4 घण्टा जति भयो कसरी जाने के जाने सबैका आफ्ना भ्यूहरू धारणाहरू छन् अनि त्यो सिलसिलामा चाहिँ अब चुनाव त गर्नै पर्यो चुनावको विकल्प छैन हैन अनि चुनाव चाहिँ कसरी गर्ने हैन त्यो विषयमा चाहिँ छलफल भयो सबैले आफ्नो धारणाहरू राख्नु भयो पोलिटिकल पार्टीहरू सबै प्रमुख राजनीतिक दलको प्रतिनिधित्व गरेर आउनु भएको थियो अनि जेनजीको पनि प्रतिनिधित्व गरेर युवाहरू हुनुहुन्थ्यो सबैले आफ्नो कुराहरू राख्नु भयो यो वार्ताको चरण अगाडि पनि जाँदै गर्ला हैन अनि त्यो सिलसिलामा चाहिँ अब चुनाव त हुने धेरैको कुरा चाहिँ 84 को चुनाव 82 मै मात्रै हो त भन्ने कुरा धेरैको थियो अब त्यो मात्रै होइन भ्रष्टाचारका धेरै फाइलहरू खोल्नुपर्ने छ धेरैलाई कारबाही गर्नुपर्ने छ अनि हामीले चुनाव पनि के छ भ्रष्टाचार सबभन्दा प्रमुख मुद्दा हो नि त अहिले जेनजीको सबैको किनकि हामीले अब केही महिनामा हामीले प्रजातन्त्र लिएर आएको 2007 सालपछि लगभग 75 वर्ष हुँदैछ केही महिनामा है त्यसको लागि चाहिँ हामीले एक हिसाबले पुराना राजनीतिक दलहरूलाई पनि धन्यवादको पात्र पनि हुनुहुन्छ तर 75 वर्षमा हामीले कुनै पनि सरकार फुल टर्म बनाउन सकेका छैनौँ कुनै पनि सरकारले फुल्ली काम गर्न सकेको छैन अनि त्यो सिलसिलामा यसको जिम्मेवारी पनि कसैले त लिनु पर्यो नि त हैन त्यही नै हाम्रो इन्डियामा पनि सरकार बनेको फुल टर्म सरकार बनिरहेछन् डेलिभर गरिरहेछन् भुटानमा बनिरहेछ बङ्गलादेशमा बनिरहेछ चाइनामा बनिरहेछ नेपालमा किन बन्दैन 75 वर्षदेखि यही सिलसिलामा अबको 25 वर्ष बाँकी छ हामीसित अब प्रजातन्त्र आएको 100 वर्षमा नि हामीले डेलिभर गर्न सक्ने कि नसक्ने त्यही भएर कुराकानी चलाउनु पर्यो त्यही भएर सम्पूर्ण राजनीतिक दलहरूलाई हामीले अनुरोध के गर्यौं भन्दै गर्दाखेरि अब निर्वाचन त गर्ने हो तर सुधारिएको निर्वाचन गर्नुपर्छ हैन तपाईले म त डडेलधुरामै चुनाव लडेर सबै भोग्दै आएको हो नि त म त अब यसमा चाहिँ के हुन्छ भन्दै गर्दाखेरि चाहिँ अब हामीले विदेशको लागि भोटिङ दिनु पर्यो हैन अब यहाँ काठमाडौँ भित्र पनि डडेलधुराका अथवा भोजपुरका हैन अब ताप्लेजुङतिरका सबै जनताहरू हुनुहुन्छ अब यहाँदेखि त्यहाँ जानु पर्यो भने 10-12 हजार 15 हजार खर्च हुन्छ हैन उहाँहरु कसरी जाने त्यो जानी सबभन्दा भ्रष्टाचार त त्यहीबाट सुरु हुन्छ गाडी यहीँबाट सुरु हुन्छ नि त भोलि तपाईहरु पनि हुनुहुन्छ तपाईहरुले भोट दिनु पर्ला हैन त्यो हिसाबले गर्दाखेरि हिजो भर्खर पनि तपाईले हेर्नु भयो होला बंगलादेशले विदेशमा भएकोहरुलाई भोट दिने व्यवस्था हामीले गर्छौं एपको थ्रुबाट गर्छौं भनेर भनेको छ त्यो सिलसिलामा हाम्रो साथीहरुले मैले एउटा रिपोर्ट नै बनाएर एउटा आई भोटिङ अर्को ईवीएम भोटिङ कसरी गर्न सकिन्छ कुन कुन देशले कसरी गरिरहेछन् इस्टोनिया लगायतका देशहरुले राम्ररी गरिरहेछन् फिलिपिन्समा भइरहेछ हैन बंगलादेशले सुरु गरिसक्यो अब नेपालले पनि सुरु गर्नुपर्छ भनेर हामीले भन्दै गर्दाखेरि राजनीतिक पार्टीहरुलाई पनि अनुरोध के गर्यौ भन्दै गर्दाखेरि तपाईहरु अब टेक्नोलोजीसँग जेनजीले त टेक्नोलोजी एडाप्ट गरेर यो आन्दोलन भएको हो नि त भनेपछि चुनाव पनि टेक्नोलोजी फ्रेन्डली हुनुपर्छ त्यही पुरानै ब्यालेट सिस्टमबाट चाहिँ नगरौं पेपर ब्यालेटबाट नगरौं भन्ने कुरा थियो हजुर भनेको अन्तिममा चाहिँ तपाईहरुको दलहरुसँगको कुरा र तपाईहरुको कुरा र सरकारको कुरा कहीं गएर मिल्यो कि मिलेन यसमा छलफलको चरणहरु जाँदै गर्छ सबै चाहिँ चुनावमा जानुपर्छ भन्ने छ अब नामै नलिगौं केही दलहरु चाहिँ चुनाव हुनु हुँदैन भन्नुहुन्छ केही दलको पनि केही मानिसहरु चाहिँ अब त्यो तपाईले आफै पत्ता लगाउनुस् को हो त्यो भनेर सायद 90% चाहिँ चुनावमा जानुपर्छ भन्ने हुनुहुन्छ त्यो हिसाबमा चुनाव फेयर फ्री हुनुपर्छ र टेक्नोलोजी फ्रेन्डली हुनुपर्छ भन्ने कुरा चाहिँ मुख्य मुद्दा हो त्यस विषयमा संविधान सुधार अब आज जेनजीसँग सहमति पनि हुन बाँकी छ राष्ट्रपतिसँग त्यही भएर त्यो सहमतिको लागि पनि हामीले त्यो आज अब केही दिनमा राष्ट्रपतिसँग सम्झौता नै हुनु पर्यो त्यसमा चाहिँ हामीले विभिन्न कुराहरु त्यहाँ पनि राखेका छौं संविधान सुधार लगायतका धेरै मागहरु चाहिँ है धेरै धन्यवाद